नमस्कार, सिनेपट हेरेर बस्नुहुने यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म रक्षा बस्नेत। आजको सिनेपटमा हामीले केही गम्भीर र एक्सक्लुसिभ खबरहरू लिएर आएका छौँ। त्यसैले अन्तिमसम्म हामीसँगै रहनुहोला। आजको सिनेपट सुरु गरौँ मोडल स्मारिका ढकालबाट। अहिले टिकटकमा मोडल तथा टिकटकर स्मारिका ढकाल जोडिएको एउटा छोटो भिडियोको क्लिपले सामाजिक सञ्जाल तताइरहेको छ। क्लिपमा उनी एमालेको प्रचार गीत एमाले हुँ म, मलाई एमाले मनपर्छमा छमछमी नाचिरहेको देखिन्छन्। तर रोचक कुरा के छ भने यो गीत अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भने भइसकेको छैन। म्युजिक भिडियोको छायाङ्कनको दृश्य अनधिकृत रूपमा बाहिरिएपछि विवाद सुरु भएको हो। भिडियो भाइरल भएसँगै स्मारिकामाथि एमालेको झोले भन्ने आरोपसहित सामाजिक सञ्जालमा आलोचनाको बाढी आइरहेको छ। राजनीतिक दलको प्रचारमा कलाकार संलग्न हुनु कति सही र कति गलत भन्ने बहस फेरि एकपटक सतहमा आएको छ। आलोचना बढेपछि स्मारिकाले गीत रिलिज हुनु अगावै भिडियो मार्फत सार्वजनिक रूपमा नै माफी माग्नु परेको छ। माफी माग्दै उनले आफूलाई गहिरो रिग्रेट भएको बताइरहेकी छिन्। उनको भनाइ छ, मैले ठुलो गल्ती गरेँ, गाली आउँछ भन्ने थाहा थियो, दिनभरि मेरो मुड पनि अफ भयो। स्पष्टीकरण दिँदै स्मारिकाले आफूले काम गरेको टिम पहिलेदेखि नै चिन्जान भएकाले विश्वास गरेर गएको बताएकी छिन्। उनका अनुसार मेकअप भइसकेपछि मात्रै उनलाई एमालेको गीत भन्ने थाहा भएको थियो। थाहा पाएपछि उनलाई अप्ठ्यारो त धेरै लाग्यो, तर कलाकार टिमलाई केही पनि हुँदैन भनेर सो टिमले सम्झाइ बुझाइ गरिसकेपछि उनी कन्भिन्स भएको थिइन् र काम गरिसकेपछि उनलाई टेन्सन पनि भएको उनले बताएकी छिन्। घर पुगेपछि भिडियो हटाइदिन अनुरोध समेत गरेकी स्मारिकाको दावी छ। खर्च आफूले बेहोर्ने प्रस्ताव राख्दा पनि टिमले भिडियो हटाउन अस्वीकार गरेपछि स्मारिका यतिखेर गहिरो दबावमा देखिएकी छिन्। उनले भनेकी छिन्, मैले भिडियो हटाउन सक्दिनँ, अब म के गरौँ भन्दै उनी भावुक पनि देखिरहेकी छिन्। आफू कुनै पनि राजनीतिक पार्टी वा टिमको सदस्य नभएको बताउँदै उनले सबैसँग सार्वजनिक रूपमा नै माफी मागेकी छिन्। तर यही बिन्दुमा अर्को गम्भीर प्रश्न के उठ्छ भने राजनीतिक दलको प्रचार सामग्रीमा कलाकारको उपस्थितिलाई लिएर किन पटक पटक विवाद दोहोरिन्छ? यो पहिलो पटक होइन। यसअघि पनि एमाले वा अन्य दलसँग नाम जोडिँदा थुप्रै कलाकारहरूले सामाजिक दबावका कारण सार्वजनिक रूपमा माफी माग्नु परेको इतिहास छ। कतिपयले कलाकार निरपेक्ष हुनुपर्छ भनेर भनिरहेका छन् भने कतिपयले कलाकारको पेशागत स्वतन्त्रता किन कुण्ठित गरिन्छ भनेर पनि प्रश्न उठाइरहेका छन्। झापा 5 की मतदाता समेत रहेकी स्मारिकाले केही दिन अघि मात्रै रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई भोट हाल्ने भन्दै भिडियो पनि बनाएकी थिइन्। यही कारण पनि यो विवादलाई अझै धेरै चर्काउने तत्त्व बनेको छ। स्मारिकाको माफीसँगै अब मूल प्रश्न अझै के बाँकी छ भने गल्ती कलाकारको हो कि राजनीतिक दलले प्रचारका लागि प्रभावशाली अनुहार प्रयोग गर्ने रणनीति चलाखी, वा समाज आफै कलाकारबाट अस्वाभाविक राजनीतिक तटस्थता पो अपेक्षा गरिरहेको हो कि? बहस खुल्ला छ, निर्णय भने अब दर्शकै हातमा। अब कुरा गरौँ पत्रकार दिनेश सिटौलाको। पत्रकार दिनेश सिटौलाको मृत्युलाई लिएर राजनीतिकरणको प्रयास, बाँकी पारिश्रमिक नपाएको पीडा अझै अनुत्तरित नै छ। पत्रकार दिनेश सिटौलाको असामयिक निधनपछि सामाजिक सञ्जाल र सार्वजनिक बहस क्रमशः दुई धारमा बाँडिँदै गएको छ। एकातिर उहाँको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् भने अर्कोतर्फ उहाँको श्रमको मूल्य अर्थात् बाँकी पारिश्रमिकको सवाल अझै समाधानविहीन अवस्थामै छ। दिनेश सिटौला लामो समयदेखि दिनेश सिटौला फिल्मसँग आबद्ध भई विभिन्न प्रोजेक्टमा सक्रिय हुनुहुन्थ्यो। संस्थामा कार्यरत सिपी जैसीको दावी अनुसार दिनेश सिटौलाले आफूले काम गरे बापत ठुलो रकम अझै पाउन बाँकी थियो। उनका अनुसार सुरुमा थोरै रकम बाँकी भनिए पनि सम्पूर्ण हिसाब गर्दा 1 करोड रुपियाँ भन्दा बढी रकम उठ्न बाँकी रहेको तथ्य बाहिरिएको छ। यो वर्ष मात्रै सिटौलाले करिब 35 लाख उठाउन बाँकी रहेको सो फिल्म्सका कर्मचारीले बताएका छन्। यसबीच निर्माता पक्षसँग सम्पर्क गर्न खोज्दा फोन नउठ्ने, स्पष्ट जवाफ नआउने जस्ता गुनासाहरू पनि सार्वजनिक भइरहेका छन्। यसले मृतक पत्रकारको श्रम र अधिकारप्रति कतिको जिम्मेवार व्यवहार भयो भन्ने प्रश्न उठाएको छ। निर्माताहरूले कलाकारको पैसा नदिने, कोअर्डिनेटरको पैसा नदिने, लेन्स पछाडिका मानिसहरूको पैसा नदिने गर्दा यसले फिल्म क्षेत्र कति क्रूर छ भन्ने कुरा स्पष्ट देखाउँछ। यता पत्रकार दिनेश सिटौलाको मृत्युलाई राजनीतिक रङ दिन खोजेको आरोप पनि तीव्र बन्दै गएको छ। केही समूह तथा दल निकट कार्यकर्ताहरूले यस घटनालाई प्रयोग गर्दै काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाहलाई बदनाम गर्ने अवसर खोजिरहेको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा उठिरहेको छ। तर यस विषयमा सम्बन्धित अस्पतालले भने मृत्युको कारण मस्तिष्कघात भएको स्पष्ट भनिसकेको छ।
चिकित्सकीय निष्कर्ष आइसकेपछि पनि अनावश्यक राजनीतिक व्याख्या र आरोप प्रत्यारोप गर्नु मृतकप्रति न्यायभन्दा बढी स्वार्थ केन्द्रित भएको टिप्पणी भइरहेको छ। संचार क्षेत्रका जानकारहरू भन्छन् मृत्युको कारणलाई राजनीतिक एजेन्डा बनाउनु भन्दा पनि दिनेश सिटौलाले समयमै पाउनुपर्ने पारिश्रमिक दिलाउन अब सबैजना एकजुट हुनुपर्छ। पत्रकारिता पेशामा आबद्ध एक कर्मठ व्यक्तिको मृत्यु पश्चात उठ्नुपर्ने मुख्य प्रश्न न्याय, पारदर्शिता र श्रमको सम्मान हो। तर दुर्भाग्यवश यो घटनामा मानवीय संवेदना भन्दा राजनीतिक लाभ हानिको हिसाब अगाडि आएको देखिन्छ। अब आवश्यकता छ मृतक दिनेश सिटौलाको बाँकी पारिश्रमिक छिटोभन्दा छिटो भुक्तानी गरियोस्, मृतक प्रकरणलाई राजनीतिकरण गर्ने प्रयास बन्द गरियोस् र सञ्चारकर्मीको श्रम र अधिकारलाई हल्का रूपमा लिने प्रवृत्तिमाथि गम्भीर बहस होस्। दिनेश सिटौला अब फर्केर आउनु हुने छैन, तर उहाँको काम, पसिना र अधिकारमाथि हुने व्यवहारले भोलिका पत्रकारहरूको भविष्य कस्तो हुन्छ भन्ने चित्र भने अवश्य कोर्नेछ। अब चर्चा गरौँ पूर्व मेयर बालेन्द्र शाहको फ्यान फलोवर्सको। फेसबुकको सिंहासनमा बसे बालेन रेखा थापालाई उछिन्दै सर्वाधिक फलोवर भएका नेपाली व्यक्ति बने। नेपाली सामाजिक सञ्जालको शक्तिको सन्तुलन फेरिएको छ। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन फेसबुकका सर्वाधिक फलोवर हुने नेपाली व्यक्ति बनेका छन्। बालेनको आधिकारिक फेसबुक पेजमा हाल 34,62,000 भन्दा बढी फलोवर्स पुगेका छन्। यो सङ्ख्यासँगै उनले लामो समयसम्म शीर्ष स्थानमा रहेकी अभिनेत्री रेखा थापालाई उछिनेका हुन्। रेखाको फेसबुक पेजमा हाल 34,46,000 भन्दा बढी फलोवर्स छन्। केही समय अघिसम्म सामाजिक सञ्जालमा रेखा थापा सर्वाधिक फलोवर भएकी नेपाली व्यक्तित्वका रूपमा परिचित थिइन्, तर पछिल्ला महिनाहरूमा बालेनको लोकप्रियताले ती सबै रेकर्डहरूलाई पछाडि धकेल्दै नयाँ इतिहास रचेको छ। रोचक कुरा के छ भने बालेनको प्रभाव आधिकारिक पेजमा मात्रै सीमित छैन, उनको छुट्टै व्यक्तिगत फेसबुक अकाउन्टमा पनि 4,52,000 भन्दा बढी फलोवर्स छन्। साथै इन्स्टाग्राममा पनि उनलाई 10 लाख भन्दा बढी प्रयोगकर्ताले फलो गरिरहेका छन्। सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक मञ्चमा पनि बालेनको चर्चा उत्तिकै चुलिरहेको छ। काठमाडौँको मेयर पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अघि सारेको छ। सोही रणनीति अनुसार बालेन आगामी फागुन 21 मा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर 5 बाट उम्मेद्वार हुँदैछन्। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकोले यो चुनावलाई यस पटकको सर्वाधिक चर्चित र प्रतीक्षित प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। अझ रोचक पक्ष त के छ भने बालेनको आधिकारिक फेसबुक पेज अझै पनि म्युजिक ब्यान्ड क्याटेगोरीमा सूचीकृत छ, तर सामाजिक र राजनीतिक प्रभावका हिसाबले अब उनको पहिचान त्यसभन्दा धेरै माथि पुगिसकेको देखिन्छ। उनको व्यक्तिगत फेसबुक प्रोफाइलमा भने उनले आफूलाई र्यापर, स्ट्रक्चरर, इन्जिनियर र काठमाडौँका पूर्व मेयरका रूपमा परिचय दिएका छन्, जसले बालेनको बहुआयामिक छविलाई अझै स्पष्ट बनाएको छ। मनोरञ्जन, सामाजिक अभियान र अब प्रत्यक्ष राजनीति, फेसबुकको फलोवर सङ्ख्याले मात्र होइन, नेपाली राजनीतिक कथानाकको केन्द्रमै बालेन उभिएका छन्। अब कुरा गरौँ पछिल्लो समय दर्शकको मनमुटुमा बस्न सफल चलचित्र आबाट आमाको। आबाट आमा टिम दर्शकसँग नजिकै पूर्वका हलमा कलाकारहरूसँग प्रत्यक्ष भेटघाट गर्न गए। प्रदर्शनरत नेपाली चलचित्र आबाट आमाको टिम दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि देशको पूर्वी भागतर्फ प्रस्थान गरेको छ। यही माघ 16 गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मका मुख्य कलाकारहरूले मङ्गलबारदेखि पूर्वका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया सुन्ने तयारी गरेका छन्। निर्देशक चन्द्र पन्तका अनुसार चलचित्रका प्रमुख कलाकार पल शाह, विपन थापा, उषा उप्रेती, सिमरन पन्त र साइग्रेस पोखरेल सहितको टिम इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सिनेमा हलमा पुग्नेछन् भने फिल्मका मुख्य कलाकार प्रदीप रावत भने काठमाडौँमै हल भिजिट गर्नेछन्। हलमा फिल्म हेर्न आउने दर्शकसँग भेट्ने, प्रतिक्रिया लिने र प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै निर्देशक पन्तले दर्शकसँग नजिकिने उद्देश्यले हल भिजिटलाई निरन्तरता दिइरहेको बताएका छन्। यसअघि पनि फिल्मका कलाकारहरू पल शाह, विपन थापा, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल लगायतका कलाकारहरू काठमाडौँका विभिन्न ठाउँमा हल भिजिटमा सहभागी भइसकेका छन् र त्यहाँ उनीहरूले एकदमै सकारात्मक प्रतिक्रियाहरू पनि पाइसकेका छन्।
यसरी दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया सुन्ने यो प्रयासले आबाट आमालाई अझै नजिकबाट अनुभूति गराउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ। तपाईँहरूले चाहिँ आबाट आमा हेर्नुभयो कि भएन, या आबाट आमाको कलाकारहरूलाई प्रत्यक्ष भेट्ने अवसर पाउनु भयो कि भएन, आफ्नो प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा राख्न नछुटाउनुहोला। र सिने नगरीका यस्तै यस्तै इन्ट्रेस्टिङ खबरहरूको लागि हामीलाई फलो गर्नुहोला। धन्यवाद।